हामी चाहिँ सबैजना अब हिँड्यौँ ल हामी चाहिँ अब हेटौडाबाट फर्क्यौँ है त पुरै यस्तो छ हेटौडा बजार पुरै पुरै बाटो बन्द छ जताततै घरहरू भत्काइरहेको छ यस्तो छ हामी चाहिँ फर्किँदैछौँ हेटौडाको अवस्था यस्तो छ है त गाइस बन्द होला त यस्तो लहप्पै घर भत्काए हेटौडा बजारमा चाहिँ यस्तरी घर भत्का ल सरकारले भत्काएको खै गाइस हेटौडा बजार यस्तो भएको पुरै भत्काइदिएको छ है डोजर ल्याएर यहाँ चाहिँ घरहरू सबै भत्काएको अवस्था छ हेटौडा बजार हामी चाहिँ हेटौडाबाट फर्केको यहाँ सुमो नपाएर बल्ल बल्ल एउटा सुमो चाहिँ पायौँ अनि हिँड्यौँ यसरी घर भत्काइदिनु भएको छ सरकारले जामले देखेन नि मकनपुर जिल्लाको चिनारी दारको ठेकी अरे ल यो चाहिँ गाइस हेर्नुहोस् हेटौडा अस्पताल आइपुगेछ सही ठाउँमा आएछ नि ल भ्यू पनि खतरा आउँदैन अरे कि सामरी पुल अरे गाइस यो चाहिँ ल हरियोवन नेपालको धनभन्ते पुरै हरियाली छ यहाँ पुरै सरल